सक्सेस तुलसीपुर 9 बेलुवा दाङबाट प्रमोद केसी र सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुल तुलसीपुर 9 बेलुवाबाटै सम्राट चौधरी। अब लागौँ आजको पहितर्फ। सुरुमा मैले सगरमाथा इङ्ग्लिस स्कुल तुलसीपुर 9 बेलुवा दाङबाट सम्राट चौधरीलाई सोध्न चाहे, एसई तयारी कस्तो छ? एकदमै भव्य रूपमा चलिरहेको छ एसई तयारी। हजुर, हाम्रो बिहान 6 बजेदेखि लिएर साँझ 7:30 8 बजीसम्म हामी स्कुलमै सरहरूको निगरानीमा रहेर हामीले आफ्नो प्र्याक्टिसहरू हामीले गरिरहेका छौँ। हाम्रो बिहान साइन्स र म्याथका ट्युसनहरू पनि चलिरहेका छन् र त्यसपछि हाम्रो 10 to 4 हाम्रो रेगुलर क्लास नै छ र त्यसपछिको समयमा चाहिँ हामीले आफ्नो सेल्फ स्टडी गर्ने गरेका छौँ र 3-4वटा स्टुडेन्टहरूको ग्रुप बनाएर छुट्टै क्लासमा हामीले विभिन्न मोडल सेटहरू मोडल क्वेसनहरू हाम्रो सरहरूले हामीलाई दिनुहुन्छ। उहाँबाट हामीले क्वेसनहरू प्राप्त गरेर हामीले तिनी क्वेसनहरूलाई सल्भ गरेर केही समस्या परेमा उहाँ सब्जेक्ट रिलेटेड टिचरहरूसित सोधेर हामीले त्यसको सल्युसन गरेर यसरी प्र्याक्टिस गरिरहेका छौँ। कहिले आउला 7 गते भन्ने भएको छ के छ? अब त महिना पनि लाग्यो, अब त 7 दिन बाँकी छ होइन? हजुर, एकदम छ नि। त्यसै गरी म सप्तरङ्गी इङ्ग्लिस बोर्डिङ स्कुल सक्सेसबाट आउनुभएका प्रमोद केसीजीलाई सोध्न चाहे, तयारी कस्तो छ? तयारी निकै भव्य रूपमा चलिरहेको छ। हजुर, हामीहरू बिहान 5 बजेबाट हाम्रो क्लास 9 बजेसम्म निरन्तर चलिरहेको छ यस विद्यालयमा। बिहान 4 घण्टा। हजुर, बिहान हामीहरूले त्यो समयलाई भनिन्छ नि बिहान उठ्ने बित्तिकै हाम्रो माइन्ड फ्रेस हुन्छ, त्यति बेला मर्निङ सो द डे हैन? यस, त्यसरी नै हामीहरूको दिमागमा मजाले छिर्छ भनेर सेल्फ स्टडीको लागि भनेर हामीहरूले आफूलाई अप्ठ्यारो लागेका विषयहरू विद्यालयले हामीलाई पढ्ने मजाले वातावरण मिलाइदिएको छ र त्यसै समयमा पछि 8 बजेसम्म हामीले सेल्फ स्टडी गर्छौँ र बाँकीको 1 घण्टामा सरहरू आएर जति बेला हामीहरूले अगाडि पढ्दाखेरिको उत्पन्न भएका प्रश्नहरू हुन्छन् नि तिनी समस्याहरूको हल गर्नलाई शिक्षकहरूले हामीहरूलाई सहायता गर्नुहुन्छ। अनि 10 to 4 त प्रत्येक स्कुलमा हुन्छ, तर हाम्रो स्कुलमा 10 to 5 हामीहरूले पढिरहेका छौँ। अनि त्यस पछाडि हामीहरूको लागि आधा घण्टा 15 मिनट जति हाम्रो लागि टाइम हुन्छ नास्ता खाने। हजुर, अनि त्यस पछाडि हामीहरूले फेरि साँझ 8 बजेसम्म निरन्तर प्र्याक्टिस गरिरहन्छौँ र अब हामीहरूलाई अब एसई आइसक्यो, त्यसको लागि हामीहरू निकै नै पूर्ण तयारीका साथ प्रमोदजी बस्नु भएको छ। हजुर, अनि अब जब हामी अमर इङ्ग्लिस बोर्डिङ स्कुल तुलसीपुर 7 पुलचोकबाट निशान्त दशमती, तयारी कस्तो छ? सर्वप्रथम त मलाई यस मञ्चमा बोल्न दिनुहुने एसटिएन टिभीप्रति म हार्दिक आभार व्यक्त गर्छु। साथै आज होली पूर्णिमाको पनि सबैलाई शुभकामना प्रदान गर्न चाहन्छु। हाम्रो एसई पनि राम्रै चलिरहेको छ। हामी बिहान 5:30 देखि 8:30सम्म हामी स्कुलमै बस्छौँ, स्कुलमै पढ्छौँ। बिहान क्लास 4वटा क्लासहरू हामीले स्कुलमै पढ्छौँ। त्यसपछि हाम्रो 10 to 4 हाम्रो स्कुलको आवर, तर हामीलाई हाम्रो प्रधानाध्यापकले अझै अगाडि बोलाउनुहुन्छ किनभने सरहरू पनि आइसक्नु भएको हुन्छ। आफ्नो मनमा लागेका जिज्ञासा प्रश्न र सेल्फ स्टडी र हामीले बाहिर गएर ग्राउन्डमा गएर पढ्ने, अनि त्यता सरहरू भेटिएपछि त्यता क्वेसन सोध्न सजिलो होस् भनेर हाम्रो 10 बजे क्लास भए पनि हामी 9:30मै पुगिसकेका हुन्छौँ र 4 बजेसम्म हामी क्लास पढ्छौँ र 4 बजेदेखि 4:40सम्म फेरि हाम्रो एउटा क्लास हुन्छ। त्यसमा पनि 4:40 त हामी 4:40 भन्दा पनि 5 बजेको हुन्छ हामीले, किनभने चाहिँ क्वेसन सोद्धा साइन्स पढ्छौँ। साइन्स लास्ट पिरियड साइन्स हुन्छ, साइन्स पढ्दा लगभग हाम्रो 5 नै बजेको हुन्छ। क्वेसन हामीले धेरै प्र्याक्टिस गर्छौँ र अहिले किताब त सबै भइएको छ, मोडेल सेट, प्र्याक्टिस सेट र बाहिरबाट रिपिट भएका क्वेसनहरू सरहरूले हामीलाई नेट इन्टरनेटबाट, अहिले यो विज्ञान र प्रविधिको युगमा नेट इन्टरनेटबाट खोजेर गर्छौँ हामीले। अनि फेरि म सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुलको सम्राटजीसँग सोध्न चाहे, अब त 7 दिन बाँकी छ। अब अहिलेसम्म हामी स्कुलकै पेरिफेरीमा थियौँ, अब हामी परीक्षा दिन बाहिर स्कुल जाने हो। केन्द्र कहाँ परेको छ? केन्द्र चाहिँ हाम्रो सेन्टर मार्जिन परेको छ। अनि त्यो बाहिर परीक्षा हुने भर डर त्रास मनमा कति छ? धेरै विद्यार्थीहरूलाई इक्जाम फोबिया हुन्छ नि, यी स्कुलदेखि टाढा जाने हो, सरहरू चिनेको हुँदैन, के हुन्न, पुलिसका ऊहरू आएका हुन्छन्, यो आएको हुन्छन्, चेक हुन्छ अरे, मनमा डर त्रास कति छ कि छैन, के छ? त्यस्तो त केही छैन। मलाई लाग्छ यदि हामीमा कन्फिडेन्स छ, हामीले आफ्नो प्र्याक्टिसमा भरोसा गरेका छौँ, सेल्फ कन्फिडेन्स छ भने त्यो बाहिर जस्तो जहाँ लगे पनि हामीले त बिपी चोकमा भए पनि जात दिन तयार छ। हजुर, जहाँ पनि सिडिसीको अफिसमा भए पनि गर्न सकिन्छ नि। हजुर, अनि त्यसै गरी म उसलाई चाहे प्रमोद केसीलाई सोध्न चाहे, के छ केन्द्र कहाँ परेको छ? हाम्रो केन्द्र माथि रथचौर गुरु जजुरमा रथचौर। हजुर, अनि त्यहाँको भू बनोट वस्तुस्थिति त्यहाँ गएर यसो हेर्नु भएको छ कि छैन, स्कुल कहाँनिर छ, कस्तो छ भनेर?
अब पहिले अब गएको छ, धेरै पहिले गएको थिएँ। त्यही पनि अब सेन्टर जहाँ पऱ्यो पनि त्यसले केही निर्धारण गर्दैन। सेन्टरले हामीहरूले वर्षमा 4-4 चोटि त परीक्षा गरिरहेका हुन्छौँ, जाँच दिएकै हुन्छ। प्रत्येक वर्ष 13 वर्षको हाम्रो यो लगानी हो। त्यही एसईको रिजल्ट निकाल्ने हाम्रो यस अवसरमा हामीहरूले डराएर आफ्नो सेल्फ कन्फिडेन्सलाई गुमायो भने त यो हाम्रै लागि घाटा हुन्छ। त्यही भएर कोही पनि सेल्फ कन्फिडेन्स नगुमाएर राम्रोसँग निर्धक्क भएर नडराएर इक्जाम गर्नुपर्छ। अनि त्यसै गरी निशान्त दशरथी केन्द्र कहाँ छ? हाम्रो केन्द्र हाम्रै छिमेकी स्कुल भनौँ मावि कालाखोलामा परेको छ हाम्रो सेन्टर। यतातिरको स्कुल उतातिरको अर्को स्कुल नजिकै रहेछ। हजुर, हामीलाई त्यस्तो अब नजिकै स्कुल परेको हुनाले पनि हामीले त्यहाँको वातावरणमा राम्ररी घुलमिल हुन सकेका छौँ। अब हामी त्यहाँ सेन्टरमा हामीलाई त्यस्तो केही डर त्रास भनेको त्यस्तो छैन। अब सालभरि मेहनत गरेको छौँ भने हामीलाई एक दिनले पनि त्यस्तो फरक पार्दैन। यदि सालभरि नै हामीले घोटिएर पढेका छौँ भने हामीले एक दिन त्यो मजाले गर्न सक्छौँ, त्यो हिसाबको कन्फिडेन्स छ। आदरणीय दर्शकबिन, यहाँहरूले हेर्दै हुनुहुन्छ एसटिएन टेलिभिजनको पर्दाबाट कार्यक्रम शैक्षिक चौतारी। आजको यो चौतारीको बसाइमा छौँ अमर इङ्ग्लिस बोर्डिङ स्कुल तुलसीपुर 7 पुल्चोक डाङबाट निशान्त चौधरी, सप्तरङ्गी इङ्ग्लिस स्कुल सक्सेस तुलसीपुर 9 बेलुवाबाट प्रमोद केसी, सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुल तुलसीपुर 9 बेलुवाबाटै सम्राट चौधरी। फेरि म अब सम्राटजी कहाँ जान्न चाहे, जस्तो यो तपाईँ जस्ता लाखौँ विद्यार्थीहरूले अहिले एसई दिँदै हुनुहुन्छ। तपाईँको विद्यालयको रिप्रेजेन्टेटिभ भएर यहाँ आउनु भएको छ। एसई तयारी गर्नको लागि अझै पनि हामीसँग 7 दिन बाँकी छ है। 7 दिनमा त धेरै कुरा उथल पुथल पनि हुनसक्छ। तपाईँ जस्तै एसईको तयारी गरिरहनुभएका तपाईँका सहपाठी मित्रहरूका लागि तपाईँको उहाँहरूलाई दिने सल्लाह सुझाव राय विचार के छ? सर्वप्रथम त हामीले कति पनि नडराएर निर्धक्कसित आफ्नो पढाइलाई आफ्नो प्र्याक्टिसलाई निरन्तरता दिइराख्नुपर्ने छ। र यदि कोही पनि कन्फ्युजन छ, हामीले सोध्न सकिरहेको छैनौँ भने आफ्नो साथीहरूसित पनि हामीले कोर्डिनेसन गरेर त्यसको सल्युसन निकालेर हामीले पढाइमा गर्न सक्छौँ। किनकि अब सरले बुझाए भन्दा अझ साथीले बुझाए पनि अझ हामीले सजिलो हुन सक्छ। यसले साथीलाई पनि एडभान्टेज मिल्छ, हामीलाई पनि बुझ्नमा सहयोग गर्छ। र विभिन्न क्वेसनहरू नयाँ आजकल त इन्टरनेटको जमाना हो। आजकल त हामीले इन्टरनेटबाट खोजेर पनि धेरै विभिन्न नयाँ मोडल क्वेसनहरू, नजानेको क्वेसनहरू हामीले सर्च गरेर सजिलै प्राप्त गर्न सक्छौँ। र इन्टरनेटको पनि सदुपयोग गरेर हामीले आफ्नो प्र्याक्टिसलाई निरन्तरता दिएर हामीले एसईको एकदमै भव्य कार्यक्रम हाम्रो प्र्याक्टिस हामीले गर्नुपर्ने सन्देश दिन चाहन्छु मैले। अनि प्रमोदजीको के छ? जस्तो यो अहिले तपाईँ जस्तै 4-5 लाख विद्यार्थीहरू हुन्छ नेपालभरिबाट, कति विदेशमा पनि हाम्रो केन्द्र छ भन्ने हल्ला छ। र यहाँले ती विद्यार्थीहरूलाई यो गरेपछि परीक्षामा सफलता हात पार्न सकिन्छ भन्ने सन्देश के छ? अब यस 2021 सालमा हाम्रो यस नेपाल अधिराज्यभरि 5,22,000 जति विद्यार्थीहरूले एसई दिन गइरहेका छौँ। तीमध्ये म पनि एक हुँ। त्यसैले मैले अब आफ्ना सहपाठी मित्रहरू नै भनौँ, आफ्ना सहपाठी मित्रहरूलाई साथीहरूलाई के भन्न चाहन्छु भने हामीहरूले सेट त प्र्याक्टिस गरिसकेका छौँ। हाम्रो सिलेबसबाटै आउने हो, जे प्रश्न आउँछ सिलेबसबाटै आउँछ, हामीहरूले प्र्याक्टिस गरिसकेका छौँ। त्यसैले हामीहरू डराउनु हुँदैन, कति पनि नडराएर आफू निर्धक्क भएर आफूले जानेको कुरालाई अब हामीहरूले काइपमा उतार्न मात्र बाँकी छ। किनकि हामीले यो पुरा वर्षभरि त पढेकै छौँ। मैले अघि पनि भनिसकेँ कि यो भनेको हाम्रो 13 वर्षको लगानी हो। यो 13 वर्षको लगानी उतार्ने यस अवसरमा हामीहरूले भुलचुक नगरेर कुनै पनि आफ्नो आत्मविश्वासलाई नगुमाएर राम्रोसँग गर्नुपर्छ, यही सन्देश दिन चाहन्छु। अनि निशान्तजीको मैले अब के भन्न चाहन्छु भनेपछि अब सबैको सेट भइएको छ, सबैले प्र्याक्टिस गर्नुपर्छ। अब नम्बर ल्याउने भनेकै प्र्याक्टिस गरेर नै हो। हामीले अब एसईको यो माहौलमा हामीले अब 7 दिनमा प्रत्येक दिनमा 5 मार्क्सको मात्रै प्र्याक्टिस गर्यो भने पनि हामी 35 मार्क्सको प्र्याक्टिस हुन्छ। त्यो भनेको हाम्रो पास हुनलाई इनफ हुन्छ। त्यो हामीले त्यसरी त्यो सोचेर अब यो आजकल के छ भनेपछि मोबाइलको विकृति आएको छ, त्यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग बढी गर्नुभएको मैले धेरै देखेको छु। त्यो 7 दिनमा पनि यदि हामीले त्यही मोबाइलमा पनि हामीले धेरै क्लासहरू जोइन गरेर र भिडियोहरू हेरेर पनि हामीले पढ्न सक्छौँ। र त्यसरी हामीले यदि मोबाइललाई पनि सदुपयोगको रूपमा हेऱ्यौँ भने त्यसले पनि हामीलाई लाभदायी हुनेछ। र हामीले क्वेसनहरू सोध्न सरहरूसँग डराउनु हुँदैन। यदि सरहरूसँग डर लाग्छ भने पनि आफ्ना साथीहरूलाई सोध्नुहोस्, किनभने ज्ञान बाँडेर सकिँदैन के, ज्ञान बाँड्ने भने बढ्छ, ज्ञान बढेरै आउने हो। त्यही भएर पनि हामीले
आफूले नजानेको कुरा आफ्नो बरु साथीलाई सोध्ने, साथीले सिकाउँछ। त्यसैले हामीले प्र्याक्टिस गर्नुपर्छ र यो आइरन गेट भन्छौँ हामीले एससीसँग, त्योसँग नडराएरै इक्जाम गर्नुपर्छ हामी। जस्तो निशान्तजी, मैले यहाँलाई सोध्न चाहेँ, अब विद्यार्थीहरू जब विद्यालयबाट हामी अब 7 गतिको बिहान छौँ मानौँ, हाम्रो कति बजीदेखि इक्जाम हो? 8 बजीदेखि इक्जाम हो। त्यो 8 गतिको बिहान विद्यार्थी के तयारी गरेर आफ्नो परीक्षा केन्द्रसम्म जानुपर्छ? म त हुन्छ नि, आत्तिएर हुन्छ नि। हजुर, त्यो म के भन्न चाहन्छु भनेपछि हामी सबैको भुल्ने बानी हुन्छ कोहीको। त्यो हामीले एन्ट्री कार्ड अनि जेएमटी बक्समा हामीले जस्तै स्केल, प्रोट्र्याक्टर, पेन्सिल र क्यालकुलेटर सधैँ बोक्नुपर्छ। यदि काम छैन भने पनि क्यालकुलेटर केही न केही उसमा चाहिन्छ हामीलाई। नेपालीमा शुद्ध अब 1/3 सारांश लेख भनेपछि डिभाइड बाई 3 गरेपछि क्यालकुलेटर त्यहाँको प्रयोग आयो। हामीले परीक्षा केन्द्रमा जाँदाखेरि हाम्रो बानी कस्तो हुन्छ भनेपछि हतारिने हुन्छ। इक्जाम आउने बेला हामीले धेरै पढ्छौँ, त्यस इक्जामको समयमा हामीले थोरै पढ्ने र अहिलेको यो 7 दिनको समयलाई अझ राम्ररी सदुपयोग गर्यो भने हामीले अझ पछि सहयोग हुनेछ। र इक्जाम गर्न जाँदा जस्तै हाम्रो इक्जाम बिहान छ भने हामीले फेरि जेएमटी बक्स, पेन्सिल, इरेजर, कटर अनि पेन पनि एउटा मात्र होइन, 2-3टा राख्ने। कहिले पेन बिचमा लेख्दै छोड्छ र स्टिच पनि लग्नुपर्छ। हामीले धेरै कपीहरू थप्यौँ भने कहिले त्यो अब गार्डको उताको स्टिच त अब 2टा मात्रै हान्ने हुन्छ। अब हामीले अझ आफैले स्टिच लग्यो भने त्यो कपीलाई माग्नु परेन, सोध्नु परेन, टाइम म्यानेज गरियो। हजुर, आफ्नै टाइम म्यानेज हुने हो नि त, टाइम म्यानेजको लागि अझ राम्रो हुन्छ। अनि म त्यसै प्रमोदजीलाई सोध्न चाहेँ है, यो इक्जामको दिन मानौँ हामी 7 गतिको बिहान छौँ है, हामी जस्तै यति 5,22,000 भने जस्तै ती विद्यार्थीहरूले के कुरामा ध्यान दिनुपर्छ? कसैको बानी हुन्छ कि क्लासमा सबै जान्छन्, कक्षा कोठामा सबै जान्छन्, तर परीक्षामा गएर हडबडाएर बिर्सिने, क्वेसन छोड्ने जस्तो बानी हुन्छ कसैको। त्यो हामीले कति पनि गर्नुहुन्न। अनि आफूलाई चाहिने सामानहरू हामीले आफै बोक्नुपर्छ। कसैले साथीले देला, साथीको भरमा जाने होइन हामीहरू। आफै निर्भर भएर आफूसँग चाहिने सबै सामानहरू, एक्स्ट्रा सामानहरू बोकेर जानुपर्छ। किनकि अब कहिले के पर्न सक्छ थाहा छैन हैन। उहाँले भने जस्तै मसी कलमको नचल्न सक्छ, सकिन सक्छ हैन, निब भाँचिन सक्छ हैन। भनेपछि हरेक कुराहरूको एक्स्ट्रा म्यानेज गरेर जानु पर्यो। हजुर, पछि पछुताउनु भन्दा त अगाडि पूर्व तयारी गर्नु नै बेस हुन्छ। अनि त्यसै गरेर जान चाहे म सम्राटजीसँग के कुरामा ध्यान दिनुपर्छ? सबभन्दा अगाडि त हामीले आफ्नो सामानहरूलाई एकदमै ध्यान दिएर भन्छ नि, अब हतपतको काम लतपत भन्ने, अब त्यो हतपत आएर एकदमै के नै भइजाला भन्ने जस्तो नसोचेर एकदमै कन्फिडेन्सका साथ, एकदम निर्धक्कसका साथ आफ्ना सामानहरू केयरली आफ्नोसँग राखेर अरूको सित फेरि पछि केही छुट्यो भनेर फेरि यसरी माग्न जाँदाखेरि त्यो अलिकति राम्रो देखिँदैन, समयको पनि फेरि बर्बादी हुन्छ। हजुर, त्यही भएर टाइम म्यानेज गरेर आफ्नो सामान आफैसित राखेर जति पनि चाहिने इन्स्ट्रुमेन्टहरू छन् त्यसलाई पहिले नै रेडी बनाएर आफूसँग राखिहाल्नु पर्यो र त्यसपछि हामीले आफ्नो एससीको परीक्षा अझ राम्रोसित दिन सक्नेछौँ। अनि फेरि म यहाँलाई नै सोध्न चाहे सम्राटजी, अब 7 दिन छ हजुर है, अनि हाम्रा ती विद्यार्थी भाइ बहिनीहरू परीक्षाको तयारीमा हुनुहुन्छ, तर बुवा आमाहरू आफ्नो पेसा व्यवसायमा व्यस्त हुनुहोला, टाइम दिन नसक्नु भएको होला र बुवा आमाको केयर नभएर पनि विद्यार्थीहरूले अलिक पढाइप्रति लापरवाही गरेको पनि देखिन्छ। यो 7 दिनमा एउटा अभिभावकले आफ्ना बाबु नानीका लागि कसरी टेक केयर गर्ने, के यो अभिभावकले ध्यान दिनुपर्ने कुराहरू पनि भनिदिनुहोस् न तमाम अभिभावकहरूलाई। एकदमै राम्रो प्रश्न सोध्नु भएको छ। सबभन्दा अगाडि एउटा बालकको सबभन्दा पहिलो शिक्षा, पहिलो ज्ञान भने अभिभावक नै हुनुहुन्छ। हजुर, र अभिभावकको यसमा एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ। अभिभावकले नै आफ्नो बच्चाहरूलाई आफ्नो भविष्य निर्धारित गर्ने एउटा बाटो देखाउने पनि हुनुहुन्छ र अभिभावकहरूले यो एससीको अहिले यस्तो धमाधम चलिरहेको छ, यसमा उहाँहरूले पनि बच्चाहरूलाई अझ कन्फिडेन्स दिने, अझ मोटिभेट गर्ने, प्रोत्साहन दिएर उनीहरूलाई राम्रो घरको पनि वातावरण एकदमै मिलाइदिने, शान्तप्रिय वातावरण गराएर उनीहरूलाई तैँले गर्न सक्छस् भनेर एउटा मोटिभेट दिनुपर्ने हो। त्यसै कारण सगरमाथा स्कुलले पनि यही भोलि शनिबारको दिन हाम्रो मेट्रो होटेलमा अभिभावक शिक्षा कार्यक्रम पनि राखेको छ, जहाँ राष्ट्रिय स्तरको प्रशिक्षणद्वारा प्रशिक्षण प्रदान गरेर अभिभावकहरूलाई यस विषयमा अझ इम्पावर गरेर कसरी उनीहरूको स्टुडेन्टहरूलाई, कसरी बच्चाहरूलाई अझ मोटिभेट गरेर अझ हामीले उनीहरूको शिक्षामा, अझ उनीहरूको डेभलपमेन्टमा कसरी हामीले सुधार लिन सक्छौँ भन्ने पनि कार्यक्रम राखेको छ। र यसै विषयमा
अभिभावकले बढी टेक केयर गर्नु पर्यो यो 7 दिन हैन उनीहरूको स्वास्थ्यमा उनीहरूको ब्यालेन्स डाइट कस्तो दिइरहेका छन् अहिले त अब जङ्क फुडको जमाना छ भइरहेका छन् अनि इन्टरनेटको पनि जमाना छ मोबाइल एकैछिन केही पढ्छु भनेर लाग्छन् तर तिनीहरूले दुरुपयोग छ कि सदुपयोग छ कि थाहा छैन त्यही भएर प्यारेन्ट्सहरूको त्यसमा पनि निगरानी हुनु पर्यो र उनीहरूको एक एक कस्तो काम छन् कति बेला सुत्छन् कति बेला उठिरहेको छन् कस्तो सङ्गत गरिरहेका छन् सबभन्दा पियर ग्रुपको सङ्गत हेर्नु पर्यो आजकलको यो जेनेरेसनमा बिग्रिने यो टिनेजरहरूको नै त्यही छ त्यही भएर अभिभावकको यसमा निकै महत्त्वपूर्ण भूमिका रहेको छ त्यही भएर यसमा पनि धेरै आफ्नो एउटा नजर राखिराख्नु पर्ने देखेको छु मैले अनि प्रमोदजी अभिभावकले आफ्ना बाबु नानीहरूको यो सर्वाङ्गीण विकासको लागि एउटा भूमिका छँदैछ है कर्म दिने हुर्काउने पढाउने छँदैछ त्यस बाहेकको ध्यान दिनुपर्ने कुरा के छ भनिन्छ मातृदेवो भव पितृदेवो भव आफ्ना मातापिता भनेका देवता समान हुन् त्यसै त हाम्रो धर्मशास्त्रहरूमा तिनीहरू हाम्रो मातापिताहरूलाई देवता समान त राखिएको दिएको छ त्यसै त दिएको होइन होला त्यसैले प्रत्येक आमा बुवाको आफ्नो सन्तानप्रति निकै ठुलो कर्तव्य हुन्छ र मैले यहीँबाट सम्पूर्ण अभिभावकलाई भन्न चाहे कि सम्पूर्णले आफ्नो सन्तानको लागि केही काम गरिरहेका छौँ तर अब यो 7 दिनको लागि स्पेसल्ली तपाईँहरूको बच्चा बच्ची एसीमा हामी पनि तपाईँहरूका बच्चा बच्ची नै हौ हामी जस्तै मेरा सहपाठी मित्रहरूलाई र आफ्ना सन्तानहरूलाई तपाईँहरूले राम्रोसँग टेक केयर गर्नु होला हामीहरूले यत्रो वर्षसम्म पढेका छौँ र अब हामीहरूले रातभरि पढ्ने निद्रा पुरा नगर्ने आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने झन् जाँचको समयमा हामीहरूको स्वास्थ्य बिग्रिने र झन् हामीलाई अप्ठ्यारो पर्न सक्छ त्यसैले प्रत्येकलाई ब्यालेन्स डाइट मजाको आनन्द सबै प्रदान गर्नुपर्छ अनि कोही अभिभावकको बानी हुन्छ कि बच्चाले उता पढिरहेको छ आफूले मोबाइल हेरेको छ अनि उतातिर मोबाइलमा ध्यान नदे मोबाइलमा तैँले ध्यान दिइस् भने पकेस्तलाई भन्ने जस्ता क्रियाकलापहरू हुन्छन् त्यो चाहिँ गर्नुहुन्न किनकि त्यो बच्चाले अब आफ्नै आमा बुबाले मोबाइल हेरेको पाइरहेको छ भनेपछि त्यसले प्रोत्साहन त कहाँबाट पायो आफ्नै अभिभावकबाट पाएको थियो नि पहिला त्यसैले कसैको बच्चा सानो हुनुहुन्छ भने पनि बच्चाको अगाडि झै झगडा मोबाइल हेर्ने जस्ता क्रियाकलापहरू तपाईँहरूले कहिले पनि यो 15 दिन नगरिदिनुहोस् हजुर हजुर अनि म गएँ निशान्तजीसँग यहाँको सन्देश ती आमा बुवाहरूलाई के हुन सक्छ अब मेरो सन्देश भनेकै के हो भनेपछि मोबाइल हामीले सकेसम्म बच्चाको अगाडि नहेरौँ यदि हेऱ्यौँ भने पनि त्यसमा काम लाग्ने कुराहरू हामीले यदि सिकेका छौँ भने त्योबाट बच्चाले पनि प्रेरणा पाउँछ मेरो मम्मीले पनि यस्तो राम्रो कुरा हेर्नुहुन्छ मैले पनि यही बाटोमा हिँड्ने हो तर अहिले अधिकांश अभिभावकको कस्तो देखिन्छ भनेपछि यता एउटाले मोबाइल हेर्नुहुन्छ आमा बुवाले यता छोरोले बसेर पढ्न लाउनुमा हुन्छ यता आमाले टिकटक बनाउनमा व्यस्त हुनुहुन्छ त्यस्तो बेलामा अब आउने यो बच्चाले सिक्ने भनेकै नै त्यही कुरा हो क्या त्यसैले म अब सम्पूर्ण अभिभावकलाई यहाँ हेर्नुभएका सम्पूर्ण अभिभावकलाई के भन्न चाहन्छु भनेपछि यो मोबाइललाई पनि तपाईँहरूले यदि सदुपयोग गर्नुभयो भने तपाईँका सन्तानले पनि त्यसै सदुपयोग गर्नेछन् र अहिले हाम्रो यो एसीको समयमा 13 वर्षको लामो प्रतीक्षाको समयमा अहिले हामीले सन्तुलित भोजन खाएर आफ्नो अब हाम्रो कस्तो बानी हुन्छ भने इक्जाममा धेरै पढ्ने बानी हुन्छ आफ्नो छोराछोरीलाई अलिक कम पढ्न भन्ने र बिहान सबेरै उठाउने बिहान पढेको हाम्रो मेमोरीमा धेरै समयसम्म टिक्छ र हामीले बिहान छोराछोरीलाई बिहान उठाएर पढ्न पठाउने त्यस्ता क्रियाकलाप गर्यो भनेपछि अभिभावकलाई म त्यस्तै सन्देश दिन चाहन्छु जस्तो यो परीक्षाको समयमा जस्तो अब धेरै हाम्रो अलि 75 मार्क्सको हुन्छ समय 3 घण्टा हुन्छ धेरै विद्यार्थीहरूले जानेर वा नजानेर या भुलवश प्रश्नहरू छोडेर आएको मेरो त समय नै पुगेन भनेको अझ यो नेपाली सामाजिकलाई मेरो त यो छुट्यो भनेर पछि त आएको पनि पाउँछौँ क्या हामीले अब यो प्रश्नपत्रलाई समाधान गर्दा उत्तर ल्याउँदाखेरि समयलाई कसरी म्यानेज गर्ने केही सन्देश छ मैले त अब यो घरमा प्र्याक्टिस गर्दाखेरि जस्तै तपाईँले पनि भन्नुभयो सामाजिक र नेपाली त्यहीमा धेरै अझ टाइम नपुग्ने मैले अगाडि एउटा घडी राख्छु र यो क्वेसनलाई कति मिनटमा सल्भ गर्न सक्छु र चाहिएको लिमिटभन्दा बढी मिनटमा सल्भ गर्न त्यो अझ बढी समय लाग्यो भने मैले त्यसलाई कहाँ घटाउँदा राम्रो हुन्छ भन्ने गरेको छु र मैले जस्तै सामाजिकमा कस्तो गराएको छु भनेपछि अब एउटा अति छोटो उत्तर भन्ने हुन्छ त्यसमा एउटा क्वेसनलाई मैले 2 मिनट लगाउने गरेको छु र 2 मिनटभन्दा कममै सकिन्छ प्रश्नहरू त तर
अनि मैले छोटो उत्तरलाई फेरि 4 मार्क्सको हुन्छ 8 मार्क्स गराएको छु 8 मिनटको गराएको छु त्यही 8 मिनटमा रहेर मैले त्यही समयमा नै रहेर क्वेसन सकाउने प्रयास गरेको हुन्छु र लामो क्वेसन हुन्छ जुन 7 मार्क्सको हुन्छ 7 मार्क्समा फेरि मैले 16 मिनट गराएको छु किनभने चाहिँ हामीलाई अलि धेरै पेजहरू लेख्न पर्छ त्यही भएर पनि 16 मिनट गराएर त्यसरी सामाजिकमा प्र्याक्टिस गरेको छु भने नेपालीमा पनि मैले त्यसै गरेर निबन्ध लेखन हुन्छ पछाडिका हजुर त्यस्ता प्रश्नमा पनि मैले अगाडि घडी राख्ने अनि घडी राखेर अब यति मिनटमा यति गर्न सक्ने रहेछु यहाँबाट मैले अब यति समय जस्तै अब 8 मिनट समय गराएको छु भने 7 मिनटमा आयो भने मैले अब यहाँबाट निष्कर्ष लेख्नुपर्छ भनेर अब हजुर निष्कर्ष गर्छु। अनि पर्वजीले कसरी तयारी अवस्थामा रहनु भएको? हजुर उहाँले भन्नुभयो कि टाइम नपुग्ने हामीलाई नेपाली र सामाजिकमा हो त्यही नै हो प्रत्येक विद्यार्थीलाई अब नेपाली लेख्ने हुन्छ। यसको प्रमुख कारणमा के भन्छु भने हामीले आफूले जानेको प्रश्न हुन्छ नि कुनै हो त्यसलाई लामो लेख्ने पान्ना गर्ने पछि फेरि अर्कोलाई टाइम पुग्दैन सबैलाई एकै नासले गराएर आफूले जानेका प्रश्नहरू त हामीले लेख्छौँ कि त्यसमा आफूले जानेका त धेरै हुन्छन् त्यसबाट हामीले राम्रा राम्रा कुराहरूलाई टिपेर कपीमा उतार्न सक्नुपर्छ। अनि हामीहरूले नजानेका क्वेसन हुन्छन् नि तिनलाई बरु अलिकति टाइम दिएर परीक्षा हलमा पनि सबै प्रश्नहरू जानेका हुन्छन् भन्ने त हुँदैन 1-2वटा प्रश्नहरू त नजानेका आउलान् त्यसलाई सोच्नमा हामीले टाइम लगाउनुपर्छ किनकि हामीले त पेपर पाइसकेका हुन्छौँ अनि हाम्रो नेपालको परीक्षा बोर्डले पहिला 75 मार्क्सलाई 2 घण्टा 15 मिनट थियो अहिले 3 घण्टा पुऱ्याइदिएको छ हो यो पनि विद्यार्थीहरूको लागि सुनौलो अवसर हो यसले धेरै फाइदा गरेको छ र हामीहरूलाई पहिला टाइम पुग्दैन थियो भने अहिले हामीले मजाले टाइम म्यानेज गर्न सक्छौँ आनन्द लेख्दा हुन्छ कुनै छैन। अनि म जान्न चाहे सम्राटजीसँग यो प्रश्नपत्रको लागि कसरी सल्भ गर्ने भन्ने सवालमा जो धेरै विद्यार्थीहरू पछि पछुताएको हुन्छ कि यो क्वेसन छुटेछ मैले त थाहा पाएन छु यदि रहेछ र त कुनै 1 2 3 4 गर्नुभयो 5 जान्नुभएको थिएन छोड्नुभयो 7 8 9 10 गर्नुभयो 22मा पुग्नुभयो सकाउनु भयो अनि कापी बुझाउनु चलन पनि छ कि यो गरेको क्वेसन नगरेको क्वेसनको तादात्म्यता कसरी मिलाउनुहुन्छ? टिक लगाउनुहुन्छ या के गर्नुहुन्छ? सर्वप्रथम त हामीले पहिला जाने क्वेसनहरू सट्ट टिक लगाएर तिनीहरूलाई पहिला सल्भ गर्ने र जाने क्वेसन पनि हामीले यति कन्फिडेन्स हुनु पर्यो कि यसलाई त मैले बिगार्नै सक्दैन त्यसलाई मजासित छिटो छिटो सल्भ गरेर जो हामीलाई अलिकति कन्फ्युजन लागेका क्वेसनहरू हुन्छन् त्यसलाई अलिकति बढी टाइम दिएर हामीले त्यसलाई अलिकति फोकस गरेर आफ्नो यसमा अब हामीलाई इङ्ग्लिस मिडियमको स्टुडेन्टलाई त अझ नेपाली साइन्समा पनि नेपाली र सामाजिकमा अझ अप्ठ्यारो हुनसक्छ त्यसको लागि हामीले आफ्नो राइटिङ स्किललाई पनि धेरै नै इन्क्रिज गर्नु पर्यो आफ्नो लेख्ने क्षमता आफ्नो स्पिडलाई पनि अलिक बढाएर हामीले 3 घण्टाको समय हुन्छ 3 घण्टाको पुरा सदुपयोग लिएर 3 घण्टासम्म मजासित बसेर त्यसलाई आफ्नो कपी हामीले गरिसक्यौँ भने पनि त्यसलाई पुनः फेरि रिचेक 1-2 चोटि फेरि गरेर त्यहाँ कति के छुटपुटको छ कि त्यसलाई हेरेर हामीले सल्भ गऱ्यौँ भने त्यसलाई हामीले अलिकति आकर्षण पनि गराउन सक्छौँ हामीले आफ्नो टाइमलाई अलिकति म्यानेज गरेर आफ्नो सजिलो क्वेसनहरूलाई पहिला गरेर अप्ठ्यारो क्वेसन जो हुन्छ नि उसलाई अलिकति पछाडि अलिकति धेरै टाइमको लागि छुट्याइदिएर तिनीहरूको टाइम म्यानेजमेन्ट गरेर हामीले त्यसको एन्सरहरू लेख्यौँ भने हामीले अलिकति आफ्नो प्रिपरेसन राम्रो गर्न सक्छौँ भन्ने जस्तो लाग्छ। अनि हामी कार्यक्रमको अन्तिममा आएका छौँ म सम्राटजीलाई नै सोध्न चाहेँ अन्तिममा जाँदा जाँदै के भन्न चाहनुहुन्छ ती तमाम विद्यार्थीहरूलाई? हाम्रो जति पनि यो 5 लाखभन्दा धेरै विद्यार्थीहरू हाम्रो अहिले जो एससी दिन राख्नुभएको छ उहाँ सम्पूर्णलाई मैले सर्वप्रथम त बेस्ट अफ लक दिन चाहन्छु। उहाँले आफ्नो परीक्षा यत्रो 13 वर्षको उहाँले साथीले भने जै लगानी उठाउने समय यही हो उहाँले आजसम्म यत्रो वर्षसम्म गरेको जति पनि मेहनत छ त्यसलाई देखाउने समय यही हो त्यसकारण सक्दो कोसिस आफ्नो पावर आफ्नो स्टडीले जति पनि आजसम्म हामीले देखाएका छौँ आजसम्म हामीले गरेका छौँ सम्पूर्ण देखाउने समय यही हो त्यसैले हामीले स्टडीमा पनि धेरै फोकस गरौँ। अब 7 दिन मात्रै छन् त्यही पनि दुनियाँ एकै दिनमा पनि चेन्ज हुनसक्छ तर 7 दिनमा त कति धेरै चेन्ज हुनसक्छ कति धेरै त्यही भएर कति पनि नहरबडाएर कति पनि नडराएर एउटा टार्गेट राखेर त्यसलाई कम्प्लिट गर्ने कोसिस गरिरहेछौँ र यो 7 दिनको अवधिमा हामीले सदुपयोग गरौँ निकै त्यो आजकलको इन्टरनेट मोबाइललाई साइड लगाएर सक्दो जति क्वेसनहरू छन् सरहरूसित कोअर्डिनेसन गरेर सरसँग सोधेर त्यसको हामीले सल्युसन गर्यौँ भने हामीले अवश्य नै एससीमा एकदमै उत्कृष्ट मार्क्स ल्याउने। पर्मजीको के छन् अब अन्तिममा जाँदा जाँदै म के भन्न चाहन्छु भनेपछि जस भनिन्छ नि प्रत्येक सिक्काका 2 पाटा हुन्छन् त्यसरी नै सकारात्मक र नकारात्मक हाम्रो वर्तमान अवस्थामा निकै चर्चामा आएको यो
प्रविधि र मोबाइल फोन यसका पनि धेरै सकारात्मक र नकारात्मक पक्षहरू छन्। हामीहरूले यसका नकारात्मक पक्षहरूलाई हटाएर सकारात्मक पक्षहरू त्यसबाट नयाँ मोडल सेटहरू ल्याउने, हामीसँग भएका पुस्तकहरूबाट किताबहरूबाट सेटहरूबाट हामीले प्रश्नहरू सल्भ गरिसक्यौँ। फेसबुक पेजहरू अनि यस्ता विभिन्न एपहरूमा प्रश्नपत्रहरू दिएको हुन्छ, हामीहरूले त्यस्ता प्रश्नपत्रहरूलाई पनि सल्भ गर्नुपर्छ। अनि प्रत्येक विद्यार्थीले यदि आफू कमजोर छु, म पास हुन्न जस्तो लाग्ने कुनै विषय छ भने त्यसलाई A to Z सबै पढ्छु म त्यो गर्छु भन्नुभन्दा त्यसलाई आफू पास हुने जत्रै अलि प्रत्येक विषयमा फिक्स क्वेसन यो पाठबाट यति मार्क्स आउँछ भन्ने त हामीहरूलाई थाहा नै हुन्छ। हो, धेरै मार्क्स आउनेवाला पाठलाई केन्द्रित गरेर हामीहरूले आफू पास हुने जति गर्नुपर्छ। अनि A+ स्कोर ल्याउने टार्गेट राखेका विद्यार्थीहरूले त आफ्नो लागि तयारी गर्नु हुन्छ। हजुर, अनि म जान्न चाहे अन्तिममा निशान्त दशौँको जाँदै के छ सन्देश? म सम्पूर्ण 5 लाख विद्यार्थीहरूलाई म सर्वप्रथम त बेस्ट अफ लक भन्न चाहन्छु एसई एक्जामिनेसनको लागि। हामीले अब 13 वर्ष पढिरहेका छौँ, अझै अब लास्ट हाम्रो यो निर्धारण गर्ने भनेकै अब यही एसई एक्जामिनेसन हो। यो एकदम ठुलो इक्जाम हो, यसको सबैमा प्रेसर पनि धेरै हुन्छ। हामीले अब यो समयमा अब मोबाइल नहेर्ने, मोबाइल फिटिकै छोड्ने र खानपिनमा ध्यान दिने गर्नुपर्छ। जस्तै अहिले हामीले कचल धेरै जङ्क फुडहरू खायो भने हाम्रो स्वास्थ्यमा पछि हामीलाई ह्याम्पर गर्न सक्छ एसई एक्जामिनेसनमा। र हामीले पार्ट वाइज भन्दा पनि आफ्नो अन्डरस्ट्यान्डिङ लेभल, अब म योसम्मको विद्यार्थी हो, मैले यतिसम्मको नम्बर ल्याउनु पर्ने हो भन्ने त्यो सोचेर प्र्याक्टिस गऱ्यो भने हामीले अझ राम्रो अङ्क ल्याउन सक्छौँ। हामीले एउटा पाठबाट जस्तै हामीले एउटा पाठबाट धेरै मार्क्स आउँछ भने त्यहाँ क्वेसन पनि धेरै नै हुन्छ के। त्यसैले हामीले कस्तो सोचेर गर्नु भनेपछि यो पाठबाट यति नम्बरको आउँछ भन्ने सोचेर होइन कि यो पाठबाट यो क्वेसन यस्तो प्रकारको क्वेसन यो मोडेल बेसमा आए पनि म जस्तो पनि क्वेसन गर्न सक्छु भन्ने त्यति हिसाबको कन्फिडेन्स हुनु पर्यो क्या। प्र्याक्टिस गरेर यति मजाले प्र्याक्टिस गर्नु पर्यो कि यो क्वेसन आए पनि मैले यो क्लासमा गरेँ, मैले यो स्कुलमा गरेँ, सरले मलाई यो भनिदिनु भयो भनेर पुरै कन्फिडेन्सका साथ लेख्ने त्यस्तो भएर जानु पर्यो। त्यसपछि हामीलाई एसई केही लाग्ने छैन। हस् त, आफ्नो व्यस्त समयका बावजुद यहाँसम्म आएर आफ्ना विचारहरू राखिदिनु भएकोमा अमर इङ्ग्लिस बोर्डिङ स्कुलका निशान्त दशौँदी, सप्तरङ्गी इङ्ग्लिस स्कुल सक्सेसका प्रमोद केसी र सगरमाथा इङ्ग्लिस स्कुलका सम्राट चौधरी यहाँलाई धेरै धन्यवाद दिँदै बेस्ट अफ लक भन्न चाहन्छु। र आजको यो होली पर्वको पनि यो होलीको रङ्ग जस्तै यहाँको मन चङ्गा होस्, यही भन्दै आजको यो बसाइबाट हामी सबै ओझेल पर्छौँ। धन्यवाद, नमस्कार।